यो चाहिँ कस्तो भने एउटा यो अर्को तरिकाले सोध्न सक्छ 2 3 4 है 10th आइटम पनि भन्थ्यो नि कहिले कस्तो है यो भनेको चाहिँ नेचुरल नम्बर भने के हो 1 2 3 4 छन् सब सिम्पल थियो नि है सब यो नेचुरल नम्बर यिनीहरुको बारे कन्सेप्ट त राम्रो थाहा छ नेचुरल नम्बर भनेको यसो प्राइम नम्बर कम्पोजिट नम्बर यो त सानो उमेरदेखि पढ्दै आएर फ्यामिलियर भएको कुरा है हामीले चाहिँ अब यसरी के आउँछ राइट अ प्रोग्रामिङ ल्याङ्ग्वेज टु प्रिन्ट फर्स्ट 10 नेचुरल नम्बर्स भन्यो भने चाहिँ सुरुको 10 वटा चाहिँ नेचुरल नम्बर प्रिन्ट गर्नु पर्यो भनेर भन्छ नि त्यसले है भन्न खोजेको चाहिँ 1 2 3 4 5 6 7 8 9 10 चाहिँ के चाहियो रे हामीलाई आउटपुटमा प्रिन्ट गर्नु पर्यो के अब यसको लागि चाहिँ हामीले के युज गर्नु पर्यो त लुप भन्ने कन्सेप्ट युज गर्नुपर्छ है लुपमा पनि अहिले यो चाहिँ हामीले फर लुप युज गरेर चाहिँ सल्भ गर्छ है यो है यो हामीले पहिले पनि पढिसकेको अहिले रिजनलाई हाल्छ include standard input output int name यो चाहिँ क्यू बेसिकमा आउँथ्यो भने यसमा पनि सजिलै आउँछ जस्ट यो चाहिँ यही प्रोग्राम हामीले क्यू बेसिकमा चाहिँ cls for I equals to 1 to 10 step 1 for I equals to 1 to 10 step 1 and print I next I लेखेर निकालिन्छ है अब यसमा पनि जस्ट कन्डिसन त यही हो है तर हामीले फर लुपको हल्का सिन्ट्याक्स याद गर्यो भने चाहिँ सजिलैसँग याद हुन्छ है अब हामीले सीमा चाहिँ कसरी लेखिन्छ भने फर आउँछ अनि यहाँ चाहिँ इनिशियल भ्यालु के कति दिने हो त नि फर I equals to 1 लेखिन्थ्यो नि हो त्यस्तै इनिशियल भ्यालु चाहिँ दिनु पर्यो के इनिशियल भ्यालु अनि के आउँछ फाइनल भ्यालु अनि बल्ल यहाँ बिचमा सेमिकोलन हुन्छ है अनि बल्ल के लास्टमा आउँछ इन्क्रिमेन्ट र डिक्रिमेन्ट भनेको स्टेप 1 स्टेप 2 हुन्छ नि अब यसमा पनि I equals to I plus 1 लेख्दा चाहिँ कसरी लेखिन्छ भने I plus plus पनि लेखिन्छ है सर I plus plus यसरी लेख्नु मिल्छ है I equals to I plus 1 भनेको I plus plus भने पनि हो है यो लेखेको देखेर अलि कन्फ्युज भएको हुन्छ यो के हेर्नु यो चाहिँ सिन्ट्याक्स यही पाराको सिन्ट्याक्स हुन्छ पहिला यो सिन्ट्याक्सै नबुझिकन प्रोग्राम गरेको र गाह्रो नहुने अनि त्यसपछि यहाँ ब्लक अफ स्टेटमेन्ट आउँछ अनि यो कर्ली ब्र्याकेटले के हुन्छ के याद गर्नु पर्यो लास्टमा चाहिँ हाम्रो चाहिँ ब्र्याकेट पछि चाहिँ सेमिकोलन हुँदैन है लुपमा चाहिँ कुनै पनि लुपमा हुँदैन फरमा व्हाइलमा डुमा कुनैमा पनि हुँदैन है त्यसले इन्ट मेन मलाई के चाहियो पहिला त I for I equals to भनेर लेख्दाखेरि चाहिँ एउटा भेरिएबल त बनाएर राख्नु पर्यो नि त सुरुमै इन्ट I भनेर एसाइन गरे हामीलाई I भन्दा अरु केही चाहिन्छ र अहिले त्यही I को भ्यालु प्रिन्ट गर्दै जाने त त्यही मैले I मात्र लेखे है अब डाइरेक्ट के गरे त फर कन्डिसन के गरे I equals to 1 फर्स्ट इनिशियल भ्यालु चाहिँ I को भ्यालु 1 हुँदा फेरि अब के हुनु पर्यो रे अब यो चाहिँ I इज स्मलर अर इक्वल टु 10 हुने बेलासम्म के आउनु पर्यो अहिले 1 अर्कोचोटि 2 अर्कोचोटि 3 हुँदै 10 चोटिसम्म 10 वटा भ्यालु आउनु पर्यो है अब लास्टमा यो I प्लस प्लस भनेको चाहिँ जस्ट हामीले क्यू बेसिकमा स्टेप 1 लेखिन्थ्यो त्यही काम गर्ने के यसले के यो देख्दा सिन्ट्याक्स मात्र झुकाएको टाइपको हो I प्लस प्लस भनेको यसको ठाउँमा चाहिँ I इक्वल्स टु I प्लस 1 लेख्न पनि मिल्छ कि सिम्पल हो कि एउटै हो है कुरा के है त्यसलाई धेरै सोची राख्नु पर्दैन है यो I प्लस प्लस भनेर चाहिँ लेख्न अप्ठ्यारो लाग्छ भने के गर्न सकिन्छ सजिलै I इक्वल्स टु I प्लस 1 लेखिनु हुन्छ कि है बुझिराख है अनि अब मैले के गर्दा कर्ली ब्र्याकेट स्टार्ट गरे प्रिन्ट एफ % d इन्ट युज गरेछ अगाडि कमा I को भ्यालु प्रिन्ट गरिदिनु जस्ट अब कर्ली ब्रेसेस क्लोज अब के आयो लास्टमा रिटर्न 0 लेख्दियौ इन्ट मेन युज गरेछ रिटर्न 0 अब यतिले चाहिँ के हामीलाई चाहिँ दिन्छ त यो चाहिँ नेचुरल नम्बरको सिरिज चाहिँ 1 2 3 4 5 6 7 8 9 10 दिन्छ है जस्तै अहिले के भनेको छ यहाँ हेर्दा